नमस्कार आमा। नमस्कार। आज चाहिँ सिक्किम हजुरले हजुरको घरमा चाहिँ इटिएस म्याट, पिल्लो र युगियाको नेक्लेस चाहिँ सिक्किम आफ्नो घरसम्म भित्राउनु भएको छ। हाम्रो काठमाडौँमा हुनुहुने हाम्रो आदरणीय फाउन्डर प्रकाश श्रेष्ठ सर, जसले चाहिँ यो प्रविधिहरू चाहिँ कोरियाबाट नेपालसम्म ल्याइदिनु भएको छ। र त्यसै गरेर चाहिँ हाम्रो सेन्टरमा हुनुहुने हाम्रो आदरणीय म्याम हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यत्रो बाटो लिएर आउनुभयो, सेवा गरिदिनु भयो, त्यसमा म खुब खुसी छु। दबाई पानी अब गर्छु, म धेरै पछि सिक्छु भन्ने विचार छ। इटिएस म्याट, पिल्लो चाहिँ हजुरको घरमा भित्राउनु भएकोमा खुसी हुनुहुन्छ? म एकदमै खुसी छु। हस्, हुन्छ आमा, धन्यवाद। नमस्कार आमा। नमस्कार। आज चाहिँ हजुरले हजुरहरूको घरमा चाहिँ स्वास्थ्यको देवी युगियाको म्याट, युगियाको पिलो र युगियाको नेक्लेस चाहिँ घर भित्राउनु भएको छ। हाम्रो काठमाडौँमा हुनुहुने, जसले चाहिँ हाम्रो नेपालको बाबाआमाहरूको स्वास्थ्यलाई ख्यालमा राख्दै चाहिँ कोरियादेखि चाहिँ नेपालसम्म यो प्रविधिहरू भित्राइदिनु भयो। उहाँ सरलाई र हाम्रो सेन्टरमा हुनुहुने हाम्रो आदरणीय म्यामलाई चाहिँ, ओनर म्यामलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूले चाहिँ स्वास्थ्य सम्बन्धी यस्तो प्रविधिहरू भित्राएर चाहिँ सबै जनताहरूलाई चाहिँ राम्रो स्वास्थ्य सुधार होस् भन्ने हेतुले सामग्रीहरू भित्राएर चाहिँ ल्याइदिनु भएकोमा चाहिँ उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म्याट, पिलोहरू घर भित्राउनु भएकोमा खुसी हुनुहुन्छ? खुसी छु। हस्, हुन्छ, धन्यवाद। थ्याङ्क यू। नमस्कार बाबाआमा। नमस्कार। आज चाहिँ हजुरहरूले हजुरहरूको घरमा स्वास्थ्यको देवी युगियाको म्याट, युगियाको पिलो चाहिँ घर भित्राउनु भएको छ। हाम्रो हेड अफिसमा हुनुहुने हाम्रो आदरणीय फाउन्डर प्रकाश श्रेष्ठ सरले चाहिँ, जसले चाहिँ हाम्रो नेपालमा हुने बाबाआमाहरूको स्वास्थ्यलाई चाहिँ मध्यनजर गर्दै कोरियाबाट चाहिँ यहाँ नेपालसम्म चाहिँ बिगेन नेपाल भित्राउनु भएको छ। त्यसै गरी हजुरहरूकै घर ठाउँमा चाहिँ हाम्रो आदरणीय ओनर म्यामले चाहिँ यस निःशुल्क स्वास्थ्य सेवा खोलेर बस्दिनु भएको छ। उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? हामी धेरै खुसी छौँ। यो प्रविधि, यो थेरापी प्रविधि धेरै राम्रो रहेछ। हाम्रो परिवारलाई त्यसले धेरै फाइदाहरू गर्यो र यसलाई कन्टिन्यू गरिराख्यो भने चाहिँ यसले लगभग हाम्रा धेरै रोगहरूबाट जाति हुने रहेछ। यो रोगहरू जस्तो हामीले चाहिँ महसुस गर्यौँ। यो साह्रै राम्रो प्रविधि लाग्यो। हाम्रो सरलाई चाहिँ के भनिदिनुहुन्छ त? हाम्रो हेड अफिसमा हुने प्रकाश श्रेष्ठ सरलाई चाहिँ सरलाई चाहिँ धेरै धेरै धन्यवाद छ हाम्रो तर्फबाट। र जुन यो प्रविधि हो, हामी नेपालीहरूलाई चाहिँ हरेक समस्या, अब खेतीपाती गर्ने, गाईबस्तु पाल्ने, कन्टिन्यू रूपमा औषधि गर्न पनि नसक्ने र के अरे त्यो औषधि खाइरुन पनि कतिपय कुराहरू त्यो औषधिले त्यो अर्को रिएक्सन पनि गर्दो रहेछ। यी हरेक कारणले गर्दाखेरि चाहिँ अहिले हामी जस्ता मान्छेहरूलाई चाहिँ उहाँहरूले जुन सेवा दिनुभएको छ, यो सेवा चाहिँ उहाँहरूले अत्यन्तै ठुलो काम गर्नुभएको हो, मैले बुझेअनुसार चाहिँ गर्नुभएको छ। र उहाँलाई धेरै धेरै धन्यवाद छ। र यसरी नै सेवा पाइरहौँ र हामी रोगबाट चाहिँ मुक्त हुन पाइयोस् र उहाँलाई धन्यवाद दिन चाहन्छु। स्वास्थ्यको देवी युगियाको म्याट, पिलो चाहिँ घर भित्राउनु भएकोमा खुसी हुनुहुन्छ? एकदमै खुसी छौँ। हुन्छ, धेरै धेरै धन्यवाद बाबाआमा। नमस्कार। नमस्कार आमा। आज चाहिँ हजुरले हजुरको घरमा स्वास्थ्यको देवी युगियाको म्याट, युगियाको पिलो चाहिँ भित्राउनु भएको छ। त्यही भित्रको खुसियालीमा चाहिँ हाम्रो काठमाडौँमा हुने आदरणीय फाउन्डर सर प्रकाश सरलाई, जसले चाहिँ हाम्रो कोरियाबाट चाहिँ हाम्रो नेपालको बाबाआमाको स्वास्थ्यलाई मध्यनजर गर्दै चाहिँ नेपालमा भित्राउनु भएको छ, हाम्रो बिगेन नेपाल, उहाँलाई र हाम्रो आदरणीय ओनर म्याम, जसले चाहिँ हजुरहरूको गाउँ ठाउँमा चाहिँ हजुरहरूको स्वास्थ्यलाई ख्यालमा राख्दै चाहिँ हजुरहरूकै ठाउँमा चाहिँ सेन्टर खोलेर, निःशुल्क सेन्टर खोलेर बस्दिनु भएको छ। उहाँलाई के भन्न चाहनुहुन्छ? नमस्कार, म गायत्रा उप्रेती कन्काई नगरपालिका 3। म पनि यो खुट्टाको र यो हातको समस्या भएर यो बिगेन नेपालको थेरापीमा सबैले भन्नुभएर गइरहेको थिएँ। अब अलिकति ग्यास्ट्रिकहरू चाहिँ ठिक हुँदैछ, अहिले अलिक बेसी दुखेको छ, निको हुनलाई होला। अनि हाम्रो यो नेपालमा भित्राउने हाम्रो प्रकाश सरलाई धेरै धेरै धन्यवाद। बिगेन नेपाल थेरापी नेपालमा भित्राइदिएकोमा र यहाँ हाम्रो सेन्टर सुरुङ्गा सेन्टर खोलिदिने
मिस कल्पना कला अधिकारी मिसलाई पनि धेरै धेरै धन्यवाद नमस्कार। र अरू मिस सरहरू सबैलाई हृदयदेखि धन्यवाद। दिनरात नभनी हाम्रो सेवामा खट्नुभएको छ। छोरीहरू जस्तो मान्छे हामीलाई निरन्तर सेवा दिनुभएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हामीलाई यो नेपालमा यो बिगेन नेपाल भित्राइदिने प्रकाश सरलाई चाहिँ हृदयदेखि धेरै धेरै धन्यवाद नमस्कार भन्न चाहन्छु। स्वास्थ्यको देवी युगियाको म्याट पिलो चाहिँ घरमा भित्राउनु भएकोमा खुसी हुनुहुन्छ? खुसी छु। हस्, हुन्छ। म लगायत मेरा परिवार, मेरा सासू ससुरा सबैलाई हुन्छ भनेर मैले यो घरमै ल्याएको छु। अब सबैलाई म यसको आफू सिकेर सबैलाई गराउँछु, सबैलाई स्वस्थ राख्छु, आफू पनि स्वस्थ हुन्छु भनेर मैले यो ल्याएको छु। धेरै धेरै धन्यवाद। नमस्कार आमा। नमस्कार। आज चाहिँ हजुरले स्वास्थ्यको देवी युगियाको म्याट युगियाको पिलो चाहिँ घर भित्राउनु भएको छ। हाम्रो बिगेनलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूले अब यसरी अब हाम्रो लागि सामानहरू उहाँहरूले पठाइदिनु भएको छ। अब हामीले अब के भन्नु, अब हामीले गर्दै थियौँ होइन। हामीले अब जेस अब उहाँ जाँदाखेरि हामीलाई जे राम्रै भइरहेको छ, गरिरहेको छौँ। अब र पनि त्यहाँ गरेकोले अब भएन, 1 घन्टा 1.5 घन्टा गरेकोले हामीले भएन, धेरैजना भयौँ। त्यही भएकोले गर्दाखेरि अब हामीले नै अब सामानहरू आफै घरमा लगेर सबै परिवारलाई नै बाबा आमाहरू हुनुहुन्छ, अरू कुरा अब सबैजना दिदी बहिनी भएकोले गर्दाखेरि मैले मात्रै गरेर भएन, उहाँहरूको लागि पनि मैले सबैजनाको परिवारलाई नै हुन्छ भनेर सिकाएको। अनि हाम्रो सर म्यामले चाहिँ हजुरहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै हजुरहरूको नजिकै सेन्टर खोलिदिनु भएको छ। उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो लागि कति उहाँले सेवा गरिदिनुहुन्छ। बिहानैदेखि आउनु भएर बेलुका 4 बजीसम्म गरिदिनुहुन्छ। उहाँहरूले अब आफ्नै छोराछोरी जस्तै गरेर सुमसुमाएर आमा बाउ भनेर मजाले गरिदिनुहुन्छ। उहाँहरूलाई धेरै धेरै हाम्रो तर्फबाट नमस्कार छ। ल, आउँदै गरेको बडा दसैँको हजुरलाई धेरै धेरै शुभकामना हाम्रो सम्पूर्ण बिगेन टिमबाट चाहिँ हजुरहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। हजुरहरूलाई पनि धेरै धेरै दसैँको शुभकामना। अब यो के भन्नु, अब खुसी हुनुहुन्छ? हजुर खुसी छु। हस् त, नमस्कार। नमस्कार।